एउटा राष्ट्रिय राजनीतिक दल र मध्य प्रदेशमा पनि सशक्त उपस्थिति हुँदै गरेको क्रममा यस्तो गम्भीर बोर्डमा जहाँ संविधानको एक किसिमको खेलवाड गरिएको छ हैन, कसैले आफ्नो इच्छा अनुसार कुनै एउटा व्यक्तिको निर्देशनमा संविधानलाई धज्जी उडाउने काम भएको छ। यसलाई हामी राष्ट्रघाती काम, संविधान विरोधी काम र नेपालमा संघीयताको अभ्यासलाई नियतवश कमजोर पार्न खोज्ने एउटा कुप्रयासको रूपमा लिन्छौं। मध्य प्रदेशको प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीजीले हिजो अहिलेसम्म मुख्यमन्त्रीको जिम्मेवारीमा रहनुभएको जितेन्द्र सोनलजीलाई एका बिहानै वा मध्यरातमा मलाई स्वास्थ्य अवस्था अलि नर्मल छैन, त्यसैले गर्दाखेरि म काठमाडौँ जानु पर्यो भनेर उहाँले खबर गर्नुभयो। तर बर्दिवासको एउटा रिजोर्टमा आएर उहाँले त्यहाँका अहिले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई, जो योभन्दा पूर्व सरकारमा मन्त्री पनि पटक पटक मन्त्री भइसक्नु भएको व्यक्तिलाई उहाँले अरू दलको उपस्थिति पनि छैन, संवैधानिक आयोग नियोगहरूको उपस्थिति पनि छैन, त्यस्तो अवस्थामा उहाँले शपथ ग्रहण गराउनु भयो। जुन एउटा संविधान तहत राजनीतिक कुनै पनि राजनीतिक दललाई, जसले देश राष्ट्रलाई माया गर्छ, उसको लागि स्वीकार्य कदम थिएन, त्यो छैन, त्यसको हामी विरोध गर्दछौँ। र विभिन्न दलले लोकतान्त्रिक मोर्चा, नेपाली कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्मा लगायत विभिन्न कोणबाट त्यसको विरोध हुन थालिसक्यो। हामीले पनि बिहानै सामाजिक सञ्जालमा लेखेर त्यसप्रति हामीले विरोध गरिसकेका छौँ। यो आफ्नो आफन्त र आफ्नो केही कार्यकर्ता, आफ्नो सम्बन्धितहरूलाई कुनै एउटा पद बाँडेर यस्तै यस्तै बेला दुरुपयोग गर्नको लागि यो प्रदेश प्रमुखको पद सृजना गरिएको हो। हामीले 2079 सालमा भएको निर्वाचनमा हाम्रो वाचापत्रमा यसमा पनि अवधारणा के राखेको छौँ भने राष्ट्रपति कार्यालयले नै यसलाई नियन्त्रण गर्न सकिन्छ। र यसो हेर्नुस् न, प्रदेश प्रमुखज्यूको काम के छ भने अहिलेसम्मको अभ्यास हेर्दै गर्दा यो केही दिनमा सरकार परिवर्तन हुन्छ भने शपथ ग्रहण गराउने, त्यति बाहेक अरू केही काम छैन। त्यसको लागि देशको करदाताको त्यत्रो पैसा खर्च गरिरहेछ र अहिले आएर यस्तै यस्तै बेलामा केही व्यक्तिको आफ्नो व्यक्तिगत प्रलोभन र लालसाको कारणले गर्दा त्यस्तो व्यक्तिहरूलाई दुरुपयोग गर्ने, अब यो भन्दा ठुलो प्रमाण हामीलाई के चाहिन्छ र?